नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी आइसिसी T20I अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन्। आइसिसीले मङ्गलबारसम्मको अपडेट राखी बुधबार अद्यावधिक गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 5औँबाट चौथो स्थानमा उक्लिएका हुन्। उनको रेटिङ अङ्क पनि हालसम्मकै उत्कृष्ट 256 पुगेको छ। नेपाली पुरुष टोलीले हालै सिङ्गापुरमा सम्पन्न एसियन गेम्स छनौटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो। एसियन गेम्स छनौटमा दिपेन्द्रले ब्याटिङको खासै अवसर पाएनन्। नेपालले खेलेका 4 खेलमध्ये 2 खेलमा ब्याटिङ गरेका उनले 40 रन बनाए भने 4 विकेट समेत लिए। अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा यथावत छन्। उनको रेटिङ अङ्क 328 यथावत छ। भारतका हार्दिक पाण्ड्या दोस्रोमै यथावत रहेका छन् भने तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब रहेका छन्। अजमतुल्लाह ओमरजाई चौथोबाट 5औँमा झरेका छन्।